यो चुनाव जितेर मात्रै केही हुँदो रहेन त। चुनाव मात्रै जितेर हुन्छ भनेर कांग्रेस र एमालेको दुई तिहाई थियो नि अस्तिको संसदमा। के नाच्यो त्यो दुई तिहाईले? त्यो भाग्नु पर्यो, हेलिकप्टर चढेर भाग्नु पर्ने दुई तिहाईले पनि केही गर्दो रहेन त। त्यसकारण जनताको एकता तागत निर्माण गरेर प्रतिक्रियावादी हस्तक्षेपकारीहरूका विरुद्ध लडाईँ लड्ने संकल्प गरेर मात्रै नेपाल र नेपालीको जित हुनेवाला छ। त्यही उद्देश्यका निम्ति यो एकता हो। यो एकता दुईटा सिट जितेर केही हुँदैन। मैले त त्यति बेलै भनेको थिएँ, सायद तपाईँहरूले सुन्नु भएको होला। मैले त्यति बेला सदनको रोस्टमबाट भनेको थिएँ, तपाईँहरूलाई दुई तिहाईको घमण्ड छ, जनता तपाईँहरूसँग रुष्ट भइसकेको छ, तपाईँहरूले भ्रष्टाचारीलाई बचाउँदै हुनुहुन्छ। हामीले भ्रष्टाचारका विरुद्ध लडाईँ लड्दै गर्दा, सामाजिक न्यायको पक्षमा लडाईँ लड्दै गर्दा यो देशका महिला, दलित, आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम सबै समुदायको हक अधिकारको कुरा गर्दा तपाईँहरूले हामीलाई सरकारबाट हटाउनु भएको छ। नेपाली जनताले नजिकबाट हेरिरहेको छ। तपाईँहरूलाई कुनै दिन जनताले यहाँबाट लखेट्ने छन् भनेको थिएँ, नभन्दै त्यही भयो।